Hi everyone. So last video I talk about the emergency visa interview, and most of the people are overwhelmed with this information, and I actually don't want to overwhelm the people. So in this video I'm going to talk about what actually the emergency visa interview, as I'm getting a lot of query from people like के description मा के mention गर्न सकिन्छ and कस्तो condition मा चाहिँ expedite interview चाहिँ apply गर्न सकिन्छ भन्ने क्वेशनहरु आउँदाखेरि चाहिँ so I'm making this video for all of them. अनि I'm not expert at all, so I'm just sharing my experience so it can help in changing your insight and perspective भनेर चाहिँ I'm just making this video. So emergency visa interview भन्दाखेरि चाहिँ if certain people have some medical condition भनेदेखि त्यसको लागि if they have to travel to the United States or कसैको चाहिँ फ्युनेरलहरुको केसहरु हुन सक्छ त्यसको लागि चाहिँ युनाइटेड स्टेट ट्राभल गर्नुपर्ने छ भनेदेखि चाहिँ जुन रेगुलर स्लटहरु चाहिँ गाह्रो हुन्छ पाउनको लागि सो इमर्जेन्सी चाहिँ त्यसरी अप्लाई गर्न मिल्थ्यो प्रिभियसली सो बट नाउ मलाई थाहा भएको चाहिँ इट्स ब्याक टु 2 इयर्स भयो मलाई थाहा भएको चाहिँ सो यसमा चाहिँ सर्टेन स्लट्स लिमिटेड स्लट्सहरु अभाइलेबल हुन्छ जुन चाहिँ एफजेएम स्टुडेन्टहरुलाई पनि इमर्जेन्सी भिजा अपोइन्टमेन्ट चाहिँ शेड्युल गर्न मिल्छ सो यसको लागि चाहिँ के हुनुपर्छ भने तपाईको इफ इन केस तपाईले रेगुलर स्लट पाउनु भएन किनभनेदेखि कोभिड भइसकेपछि चाहिँ स्लट्स पाउनको लागि चाहिँ एकदमै गाह्रो भइराको छ त्यही भएर चाहिँ इफ तपाईले पाउनु भएन रेगुलर स्लट भनेदेखि चाहिँ अनि तपाईको चाहिँ 120 डेज पहिला मैले हेर्दाखेरि चाहिँ 60 डेज थियो सो रिसेन्टली मैले चाहिँ युएस ट्राभल डक्समा हेर्दाखेरि चाहिँ 120 डेज क्लास स्टार्ट हुन बाँकी छ भनेदेखि यु क्यान अप्लाई फर द इमर्जेन्सी भिजा इन्टरभ्यू त्यसको लागि कन्डिसन के हुनुपर्छ भने तपाईले विदिन 12 मन्थसम्ममा तपाईले कुनै पनि इमर्जेन्सी भिजा इन्टरभ्यू चाहिँ स्लट चाहिँ सेटल गर्नु नभएको हुनुपर्ने हुन्छ अर्को भनेको चाहिँ विदिन 12 मन्थमा चाहिँ तपाईको कुनै पनि भिजा रिफ्युजल चाहिँ भएको हुनु हुँदैन अदरवाइज तपाईको इमर्जेन्सी अपोइन्टमेन्ट चाहिँ रिजेक्ट हुन्छ अनि अर्को भनेको चाहिँ अब लिमिटेड स्लट्सहरु अभाइलेबल छ बट यु क्यान स्टिल ट्राई योर लक लिमिटेड सिट अभाइलेबल हुँदाखेरि चाहिँ सो जीआरए हरु जसले चाहिँ पाउने प्रोबेबिलिटी धेरै हुन्छ सो जस्ट माई एक्सपिरियन्स मैले चाहिँ अब त्यो एकदम युएस भिजा इज अनप्रेडिक्टेबल त्यो एभ्रीवन नो के हुन्छ इन्टरनल आई हेभ नो आइडिया नो क्लू हैन यो सोचिरहेको हुन्छ बट कुन केसमा चाहिँ कसैलाई रिजेक्ट गरिदिनु भएको हुन्छ कति अब आरएटीए फुल छ भने पनि कतिले पाउनु भएको छैन बट रिसेन्टली मैले चाहिँ 2-3 जना अन्डरग्रेडसँग पनि कन्ट्याक्ट हुँदाखेरि चाहिँ उहाँहरूले पनि इमर्जेन्सी हामीले त इमर्जेन्सी पाएको हो भन्नुभएको थियो के बट मलाई चाहिँ थाहा थिएन यो सो